भोला, कोटका, लाठी, पोर्बो, कजनी, मिकेली भनेको लाठी त अलिकति ठुलै सिटी हो है, टेन्सन छैन। तर कौभोला, कोटका, पोर्बोमा त ट्रेन पनि जाँदैन है साथीहरू, बस मात्रै हो। तर केही फरक छैन, त्यो पनि 1-1 घन्टामा पाउँछ जस्तो मलाई लाग्छ। कौभोला भए पनि 1-1 घन्टामै हो होइन, पोर्बो भए पनि त्यही हो। अनि बस जान्छ, ट्रेन जाँदैन उता चाहिँ पोर्बोतिर चाहिँ। अनि कामको आश चाहिँ हजुरहरूले 0.5% मात्रै राख्नु होला। त्यो चाहिँ एकदमै सानो सिटी, अझ हाम्रो भाषामा भन्नुहुन्छ भनेदेखि त्यो चाहिँ गाउँ नै हो होइन। त्यहाँ जबको अपर्च्युनिटी त के, मैले मान्छे धरी नदेखेर म यता भान्तामा सिफ्ट भएको हामी होइन, 2 इयर्स अगाडिको कुरा गरेको मैले। अहिले पनि त्यस्तै छ, केही चेन्ज छैन, बरु अहिले झन् धेरै स्टुडेन्टहरू बढेको छ। त्यही भएर अब यस्तो हो, हजुर कोटकातिर आउनुहुन्छ र यहाँ के अरे भान्तामा बस्नुहुन्छ भने चाहिँ एकदमै टाढा हुन्छ, पोसिबल छ जस्तो मलाई लाग्दैन। अब कोटकामा आउनेहरूले चाहिँ लाठीतिर बस्नुहुन्छ होइन। लाठीमा पनि त्यति ठुलो सिटी भनेर जबहरू हुर्ती पाउने भन्ने चाहिँ होइन, तर अलिकति कौभोला, पोर्बो र कोटका, मिकेली भन्दा अझ कजनीतिरको त कुरा नगर्नु, झन् त्यता त सकभर आउँदै नआउनु भन्छु म होइन। त्यो त एकदमै हुन्छ नि विकट ठाउँ हो कि साथीहरू। त्यही भएर हजुरहरूले चाहिँ के गर्न सक्नुहुन्छ भने, कौभोला आउँदै हुनुहुन्छ भने चाहिँ भान्तातिर बसेर हजुरहरूले यता जब गर्ने, अनि कलेजको लागि रेगुलर आउजाउ गर्न सक्नुहुन्छ। अनि अहिले जानु मिल्दैन क्या, छोरो रातो बलिरहेछ नि त, हेर्छु त। अनि त्यसपछि हजुर कोटका बस्नुहुन्छ भने कोटकाबाट चाहिँ भान्ताबाट आउजाउ गर्नलाई चाहिँ गाह्रो पर्छ, किनकि म्याक्सिमम् कलेजहरू चाहिँ आजकल 5 दिन जानुपर्ने हुनसक्छ हजुरहरूलाई अब फर्स्ट इयर। तर सेमिस्टर तानेर एकछिन त्यस्तो मिलिक गर्दा जान पाइँदैन क्या। अब हजुरहरूले के गर्न सक्नुहुन्छ भनेदेखि होइन, मेरो नानीले डिस्टर्ब गरे अलिकति, म फेरि भनिदिन्छु हजुरहरूलाई। हजुरहरू कोटका, के अरे कौभोला अनि त्यस पछाडि पोर्बोतिर आउँदै हुनुहुन्छ भने जबको चाहिँ हजुरहरूले 0.5% मात्र आश राख्दा हुन्छ। त्यहाँ चाहिँ होइन, हजुरहरूले भान्तातिर अब पोर्बो आउँदै हुनुहुन्छ भने हेलसिङ्कीतिर बसेर हजुरहरूले कलेजहरू भएको बेलामा जाने, काम पायो भने यतै बसेर गर्नुभयो भने चाहिँ सजिलो हुन्छ। नत्र भने वहीँ जब गर्ने, वहीँ सेटल हुने चाहिँ हजुरहरूले 0% मात्र आश राख्नु होला होइन। काम पाउँदैन त्यतातिर, एकदमै गाउँ नै हो। त्यतातिर काम त परै जाओस्, राम्रोसँग मान्छे त भेटिँदैन भने चाहिँ काम कसरी भेट्नुहुन्छ, सानो ठाउँ हो। अनि यतातिर पनि आउने बित्तिकै हजुरहरूले जब पाउनुहुन्छ भने चाहिँ केही ग्यारेन्टी चाहिँ छैन। यदि फिनल्यान्ड आउँदै हुनुहुन्छ, जुनसुकै सिटीमा आउँदै हुनुहुन्छ भने पनि म उहाँहरू सबैजनालाई 6-7 महिना 8 महिना वर्ष दिनको ब्याकअप बोकेर आउनको लागि चाहिँ भन्छु होइन। त्यतिसम्मको ब्याकअप बोकेर आउनु भयो भने पछि जब पाउनु भयो भने पनि हजुरले त्यो पैसा यहाँ खर्च नगरेर पठाउन पाउनु भयो नि त होइन। आफ्नै पैसा हो, मन लागे पठाउनुहोस्, मन लागे खर्च गर्नुहोस्, जे गर्न मन लाग्छ त्यही गर्दा भयो। तर अब आउनुभयो, पैसा छैन, खर्च नै छैन भन्यो भने त हजुर आफैलाई गाह्रो पर्ने भयो नि त साथीहरू होइन। र कलेजको मात्र हिसाबले हेर्नुहुन्छ भने त सबै यहाँ फिनल्यान्डभरिको जुनसुकै कलेज पनि हजुरहरूले A1 स्टडी पाउनुहुन्छ, टेन्सन नगर्नु होला। राम्रो छ पढाइ, पढिसके पछाडि पनि त्यही फिल्डमा काम पाइन्छ भने केही ग्यारेन्टी छैन। तर हजुरहरूले इन्टर्न गर्दाखेरि राम्रो ठाउँ छिर्न सक्नुभयो भने त्यसमै कामहरू कन्टिन्यू पाउने चान्स चाहिँ एकदमै धेरै हाई हुन्छ। त्यही भएर पढाइलाई हेलचक्राइ नगर्नुहोस्, काम पाउनु भएन भने पढाइमा फोकस गर्नु, पढाइलाई कम्प्लिट गर्नुहोस्। अनि त्यो काम नपाउन्जेलसम्मको लागि हजुरहरूले ल्याङ्ग्वेजमा फोकस गर्नुभयो भने बेस्ट हुन्छ। धन्यवाद। ह्याप्पी दसैँ साना, ह्याप्पी दसैँ भने दिसो। ह्याप्पी दसैँ बुबा। भिडियो कल गरेर भन्ठानी चाहिँ मेरो नानीले। र सबै बुबा आमा दाजुभाइ तथा दिदीबहिनी इष्टमित्र सबैजनालाई विजय दशमीको धेरै धेरै शुभकामना।